यो सासु चाहिँ कहाँ मरि छ नि जहिले एका बिहानै कुरा काट्नु पुगिरहेको छ गाउँ अर्काको घरतिर रिस मात्रै उठ्छ कसको कुरा काट्दैछ जसोसुकै काट्नु मजाइ चाहिँ के भयो कहाँ गएर आएको बिहानै कहाँ गएर आएको काम गरेर आएको नि काम गर्नु परेन बाहिर फेर लु भयो जानु 1 केजी चामल ल्याउनु ल्याउँदिन कसैको नभएको तिमीहरूको 1 केजी चामल ल्याउने हो म 1 बोरा ल्याउनु त हजुरको छोराले पैसा पठाइदिए जतिको होस् त यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट को शहंशाह. Introducing the new Colgate Total. Its dual zinc and arginine formula gives you stronger 12-hour anti-germ protection and helps fight 8 dental problems. Switch to Colgate Total today. यो छोरी चाहिँ कहाँ मर्छ र झन् 1 केजी चामल ल्याउनु पर्यो भनेको आउँदैन भने त्यसको आजको घर आउस् न खुट्टा काटिदिन्छु बहिनी चामल छ छ त नि कति चाहिने 1 केजी दिनु न मात्र 1 केजी अनि हामीलाई हैन कुखुराले हो हामी त अनि कहाँ बोरा मगाउँछौँ गर्नु न दाल लिएर आएको हेर्दा त चामल जस्तो छ त कहाँ नि हामी प्लास्टिकमा ल्याउँछौँ नि चामल बोरा पो ल्याउँछौँ त नोकर राखी ल म गएँ कहाँ पुगेर आउनु भएको हौ मम्मी देखिन चाहिँ आउन लिएर आएको यस्तो प्लास्टिकमा चाहिँ किन ल्याउनु भएको मलाई मन पर्दैन बोरामा ल्याउनुलाई पैसा दिएको थिइस् बोरामा ल्याउनु यहाँ लट्ठी छुइस् त भन्छ नि खाइस् त साले क्रियाको बच्चाहरू जति भयो नातिन बोजूहरू कहाँ जाने त नहेर त्यहाँ आँखा तरेर अहिले आँखा साँखा फुटाइदिन्छु जति निस्क्या नातिन बोजूहरू सासु अलक्षिनी छोरी तिनीहरू जसुकै घर खाओस् बालै छैन मैले आने हो मस्त त्यही भनेको त्यही दिन आमा 1 केजी चामल मलाई पुगिहाल्छ 2 राति र बिहानको लागि भोलि 1 केजी ल्याउने खाने सब्जी पनि थिएन आलुको खानु पर्ने अन्न भाइ अब मजाले गरेर सुत्ने हो बुहारी मलाई भात पस्किदेऊ त छैन भात अघि 1 केजी चामल ल्याउँदाखेरि चामलले लास लाग्छ भनेको नि अब लास लाग्ने चामल किन खानु पर्यो 1 केजी चामल यसले मलाई साह्रो हेप्नु थालेको छ अब चाहिँ म छोरालाई फोन गर्नु पर्यो यसले त मलाई त नटेर्नै पर्छ हौ हेलो बाबु यसले साह्रो हेपेर मलाई त भातै दिनु छोडो त हौ भोकाले यहाँनेरि मर्न आँटिसक्यो चामल पनि छैन भात पनि छैन भन्दै यो त त्यसको हात टकटकाउँदै त्यो चाहिँ खायो क्या अनि अगाएर हिँड्यो त हौ मलाई नदिने रहेछ है लो आइज है बाबु त नआउने अब भोकै बस्नु ल म पनि कहाँ जान्छु नातिनी खेल्न जान्छ म चाहिँ मेरो बुहारीको कुरा काट्नु जान्छु यो दादा काटेर सुनाउनु न सबै सुनाउनु भात नदिएको अनि 1 केजी चामल लिनु जाँदाखेरि पनि लास लागेको नातिनी पनि त्यस्तै भएको प्लास्टिकमा किन चामल ल्याएको बोरामा किन नल्याएको हजुरको छोरा पठाइदिएको थियो कि त्यो नानीको बाउले पठाइदिएको थियो म गएको सुनिस् छोरा सुनिस् त्यसको कुरा के भन्दै गयो त्यो मैले के भने अरे मैले कुटे भात दिन आएँ अनि अघि 1 किलो चामल ल्याउनु भन्दाखेरि
नातिनी आइज त यहाँ यसले साह्रो हामीलाई हेपो कुट्नु खोजिसक्योला फोनमा बोल्दा बाबासँग मम्मीले मलाई धेरै यसले बारो बारो राख यो दिन कहिले आउनु भयो ल हुन्छ आइराख तँ त साह्रो भोक्छिस् के यहाँ लट्ठी माथि छ यसले दिएन नातिनु बोजू बस कहाँ बस्छिस् जथेन पोल सालेको छ बाउलाई कहिले छोरालाई कहिले भन्छ बाउलाई कहिले भन्छ छोरालाई रिस बत्यो त्यो जानु निस्किहाल घरबाट हजुर पनि निस्किनु बस्नु पर्छ छैन कहाँ बस्नु छ बस्नु भाडा लिएर पैसा त्यहाँबाट नलाग्यो मैले भनिसकेको छु पत्ता टिपेर लानु पैसा टिपेर नलानु गएको मान्छे फेरि किन फर्केर आएको आफ्नो घर आउँछु त घर नआएर कहाँ जानु हामी तपाईँको छोराले मेरो नाममा पास गरिसकेको आउनु पर्दैन मेरो घर जानु विदेशबाट एक दिनमा नेपाल उठ पकडी त्यसलाई यो त सुन्दैछ यो त राखिहाल्नुपर्छ